यो हप्ता नेपालका अधिकांश मिडियाले एउटै प्रश्नमा ध्यान केन्द्रित गरे। प्रधानमन्त्री संसदमा किन आएन? यो प्रश्न वैध छ। प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ। यो बहस हुनुपर्छ। तर यो एक मात्र कथा थिएन। पहिले प्रधानमन्त्रीको अनुपस्थितिको कुरा गरौँ। वैशाख 28 मा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्दै गर्दा प्रधानमन्त्री बालेन शाह बीचमै निस्किए। नीति तथा कार्यक्रममाथिको छलफल पनि उनी आएनन्। अर्थमन्त्री वाग्लेलाई पठाए। विपक्षले अस्वीकार गरे। संसद 3 पटक अवरुद्ध भयो। तर यहाँ एउटा कुरा पनि बुझ्नुपर्छ। प्रधानमन्त्री बालेन शाह अहिले एकैसाथ धेरै मन्त्रालय सम्हाल्दैछन्। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अन्य जिम्मेवारीहरू। गत 2 महिनामा नेपालले ऐतिहासिक परिवर्तनहरू देखियो। 1594 राजनीतिक नियुक्ति हटाए, 22 वटाबाट 18 मन्त्रालयमा घटाए, 8 वटा अध्यादेश ल्याए, सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरे। यो सबै एकैसाथ गर्दा हरेक मिनट महत्त्वपूर्ण छ। त्यसैले यो प्रश्न उठ्छ कि प्रधानमन्त्रीको संसदमा भाषण नेपालको समस्या समाधान गर्छ वा कार्यान्वयन गर्छ? भाषण होइन, कार्यान्वयनले परिवर्तन गर्दछ। तर यो पनि उत्तिकै सत्य छ। साँच्चीकै सुधार खोज्ने जनतालाई प्रधानमन्त्रीले जवाफदेही हुनुपर्छ। संसद लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण मञ्च हो र जनताका प्रतिनिधिहरूको प्रश्नको जवाफ दिनु प्रधानमन्त्रीको संवैधानिक दायित्व हो। यो नेपालको राजनीतिक यात्राको एउटा नयाँ अध्याय हो। हामीले धैर्य राख्नुपर्छ तर जवाफदेहिता पनि खोज्नुपर्छ, दुवै एकैसाथ। अब सदनभित्र उठेका वास्तविक प्रश्नहरू बुझौँ। यी प्रश्नहरू नेताका करोडौँ जनताको जीवनसँग सिधा जोडिएका छन्। पहिलो, ट्याक्सी चालकमाथिको आर्थिक शोषण। सांसद महावीर पुनले संसदमा गम्भीर प्रश्न उठाए। ट्याक्सी चालकहरूले कालो नम्बर प्लेट किन्नका लागि करिब 15 लाखसम्म अनौपचारिक रूपमा तिर्नुपर्ने अवस्था छ। यदि यो साँचो हो भने देशभरका हजारौँ ट्याक्सी चालकमाथि अर्बौंको शोषण भइरहेको छ। यातायात व्यवस्था विभागमै सिन्डिकेटको सङ्केत देखिएको उनको दाबी थियो। दोस्रो, मेन पावर घोटाला र श्रमिकको शोषण। विदेशमा काम गर्न जाने नेपाली कामदारहरूसँग मेन पावर कम्पनीहरूले ठूलो रकम असुल गर्दछ। झुटा वाचा, नक्कली जागिर र पुगेका भिन्नै काम। यो घोटाला वर्षौंदेखि चलिरहेको छ। सांसदहरूले यो विषय उठाएर हरेक दिन 2300 नेपाली विदेश जान्छ। तीमध्ये धेरैले मेन पावरको जालामा पर्छन्। यसको नियम अझैसम्म कमजोर छ। तेस्रो, स्वास्थ्य र अस्पतालको समस्या। नेपालका ग्रामीण अस्पतालहरूमा डाक्टर छैन, औषधि छैन, उपकरण छैन। बिरामीहरू काठमाडौँ आउन बाध्य छन्। काठमाडौँ अस्पतालमा बेड पाइँदैन। सांसदहरूले आफ्नो क्षेत्रका अस्पतालको अवस्थाबारे प्रश्न उठाए। सरकारी अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझैसम्म सपना मात्रै हो। चौथो, FATFले ग्रे लिस्टबाट निकाल्न ढिलाइ। नेपाल फेब्रुअरी 2025 देखि FATFको ग्रे सूचीमा छ। एसिया पेसिफिक ग्रुपले भर्खरै चेतावनी दियो। 15 वटा निर्देशनमध्ये 9 वटा मात्र सन्तोषजनक प्रगति, 6 वटामा आंशिक कार्यान्वयन मात्र। ग्रे सूचीले विदेशी लगानी, ब्याङ्किङ पहुँच र रेमिटान्समा प्रत्यक्ष असर पर्छ। ज्येष्ठ 15 को बजेट यस विषयमा प्रष्ट योजना ल्याउनुपर्छ। पाँचौं, कृषि र बाँदरको समस्या। नेपालको कृषि क्षेत्र GDP को करिब 17% छ, तर वर्षौंदेखि अपेक्षित छ। सांसदहरूले मल, बिउ र प्राविधिक सहयोगको माग राखे। थप समस्या, धादिङ, नुवाकोट, गोर्खा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा बाँदरको आतंकले किसानहरूको बाली नष्ट भइरहेको छ। किसानहरू बाली रोप्छन्, बाँदरले सखा पार्छ। यो समस्याको स्थानीय समाधान अझैसम्म भएकै छैन। छैटौं, बिजुलीको अभाव। लोड सेटिङ सकिएको छ भन्ने काठमाडौँमा सुनिन्छ, तर कर्णाली, सुदूरपश्चिम र पहाडी जिल्लाहरूमा घण्टौं बिजुली नहुने गुनासो छ। सांसदहरूले आफ्नै क्षेत्रमा बिजुलीको अभावको कुरा उठाए, तर यो खबर बनेनन्। सातौं, सडकको समस्या र दुर्घटना। नेपालमा प्रतिदिन औसत 5 जनाको सडक दुर्घटनामा मृत्यु हुन्छ। बिग्रिएका सडक, अवस्थित यातायात, वर्षौंदेखि बनाउने भनेको सडक अझैसम्म अधुरो। यो जनताको दैनिक पीडा हो। आठौं, मौसम र जलवायु परिवर्तनको प्रश्न। नेपालमा यो वर्ष असामान्य मौसमले ठूलो क्षति पुर्यायो। अकाल वर्षा, औलो, खडेरी, बाढी यी सबैले कृषि उत्पादनमा सिधा असर पर्छ। जलवायु परिवर्तनको असर सबैभन्दा बढी गरिब किसानहरूले भोग्नु पर्नेछ। 9, श्रमिकको न्यूनतम ज्यालाको प्रश्न। नेपालमा श्रमिकहरूको न्यूनतम ज्याला महँगाईसँगै बढेको छैन। रेमिटान्सको रेकर्ड बन्यो, तर पठाउने श्रमिकको अवस्था कस्तो छ भन्ने प्रश्न अनुत्तरित छ।
यी सबै प्रश्नको एउटा साझा धागो छ। जेठ 15मा बजेट आउँदैछ। यी सबै समस्याको समाधान त्यही बजेटमा खोजिनुपर्छ। ट्याक्सी सिन्डिकेट तोड्नु, म्यान पावर घोटाला नियन्त्रण गर्नु, ग्रामीण अस्पतालमा सुधार गर्नु, एफएटिएफ सूचीबाट निकाल्नु, कृषि र बाँदर समस्या समाधान गर्नु, बिजुली सबै कहाँ पुर्याउनु, सडक सुरक्षा बढाउनु, जलवायु अनुकूल कोष बनाउनु, श्रमिकको ज्याला सुनिश्चित गर्नु। प्रधानमन्त्रीको जवाफदेहिताको बहस जारी रहनुपर्छ, तर त्यसका साथसाथै 9वटा वास्तविक समस्या पनि उत्तिकै गम्भीर छन्। भाषण होइन, कार्यान्वयनले परिवर्तन ल्याउँछ र यो कार्यान्वयनको परीक्षा जेठ 15को बजेटमा हुनेछ। तपाईलाई के लाग्छ, यो हप्ता संसदमा उठेका कुन प्रश्न सबैभन्दा महत्त्वपूर्ण थियो र जेठ 15को बजेटमा कुन समस्याको समाधान पहिलो आउनुपर्छ? तलको कमेन्टमा आफ्नो विचार गर्नु।